So hello everyone, welcome back to my channel. होप हजुरहरु सन्चै हुनुहुन्छ। हामी सन्चै छौं। आज चाहिँ घाम ताप्न आएको हामी। सो घाम ताप्दै गर्दाखेरि यसो सोचे भ्लग बनाऊ एउटा भनेर उ भाइले भ्लग बनाउनु भनेको भने गरेर भ्लग बनाइदिम भनेर अब हेरौं कन्टेन्ट कहाँसम्म पुग्छ है। सुरु गर्ने मेरो काम, सिद्धाउने इनरको काम है, इनर दुई जनाको काम है। सो हामी घाम तापिरहेछौं। घाम चाहिँ मजाको लागेछ। अनि एज अलवेज अस्ति भने जस्तै अस्तिको ब्लगमा यो कति राम्रो फुलहरु के भन्छ त्यसलाई, पलाहा फुलहरु पलाहा कस्तो राम्रो फुलेको छ। बाटो बनाइन दामी भए जे होस्। प्रितम तिमी दुब्लाको हो र चाबी यस्तो गोजीमा हाल्नु पर्छ यहाँ। यो रोमनी आएर मोटाको मै मात्र हो कि अरु पनि छन्? मोटा त तिमी मात्रै हो मेरो माया। बेचारा उलाई रोमेनिया फापेछ। अलि मोटा खाएको त्यहाँ धन्दै लडेन। अलि मोटा खा, उलाई टेन्सन भा बेचारा। सबैहरु नि ब्युटिफुल हुन्छ नि है, भनिदिनुस् है सुरज श्रेष्ठ। अनि बेचारा भाइ नि दुब्ला खा, कसैको यादमा हो कि बेड लाउँदा नि झर्छ क्या के भन्छ। हामी चाहिँ घाम ताप्दा एक ठाउँमा बस्न सक्दैनौँ। हेर्नु गाइजहरु, के प्रितम तिमी र म उस्तै सुत्छौं उस्तै खान्छ मेरो। तिमी दुब्ला मोटा अनि के हो राज चाहिँ यो? के हो राज? एकजना मोटाउने एकजना दुब्लाउने भन्नु पर्यो। हामीलाई तिमीहरु कस्तो ओ माइ गॉड सुत्नेको कुरा गर्छ। उ सुतेको देखेर मलाई लोभ लाग्छ। मलाई निन्दै लाग्दैन गाइस। उ त बिस्तारमा पुग्न बित्तिकै अन्जु भन्न पर्छ। उ त बुझ 3 बुझ भइरहेको हुन्छ के। यस्तो छ यिनीहरु सुतवाहरु। सुत्न नि कम सुत्छ हो। म त्यही भएर खाटमा जान्न नि दिदी, अनि चेयरमा बसिरहन्छु त। म बिस्तारामै, म बेडमै छु दिनभरि भने नि। म मोबाइल चलाएर फर्केर यताउति गरे उ त निद्रा लाग्छ भने खाटमा जान्न कि दिनभरि त्यो उसमा चेयरमा बसेर बस्ने। जस्तो बिस्तारामा गयो काम तमाम भ्यायो। खलास, टाटा बाई बाई, खलास। दिदी त जेल पर्छु। माय गॉड तिम्रो कस्तो सुताइ हो यो। हो त तिमी त पल्टिन पाउन भुस बोल्दा नि भुस भइबा हुन्छ। यस्तो खतरा हो। यस्तो छ। सो अघिको कन्टिन्यू गरौँ। एक ठाउँमा बस्न सक्दैन हामी। घाम तापे यिनीहरू फिस्ता दुईजनाले जाम उता भनेर भने कोफलान सुपरमार्केट जाम। यिनीहरूलाई त्यो के भन्छ अरे ग्रिल चिकन खाना अरे लोभीहरू कति खान सकेको। आफू खाएन कि डाड भयो कि डाड किन डाड किन बाबा खाँदैन नि त बेबी। खाएको भए त म त तिमीहरूलाई खानै दिन्थेन, सब दन्काइदिन्थेँ। खान्न के गर्ने, पुरा लुचा यहाँ हाम्रो यहाँ लभबर्ड्सहरूको देखेला फेरि पछाडि चुप्पी चलिरहेछ। कम्पिटिसन हुनुपर्ने क्या। एउटा सिङ्गै ग्रिल राख्ने अनि यति मिनेटमा कसले खाइसक्यो सक्छ तिमीहरू? सक्छ होला के त मलाई त थाहा छैन। 5 अस्ति मिनेटमा तिनजनाले एउटा भ्या थियो। धेरै 5 मिनेट धेरै हुन्छ। 5 मिनेट धेरै हुन्छ। पुरै गरेर क्या ल यिनीहरूले एक दिन यस्तो गेम खेल्छ अरे ग्रिल चिकन कसले छिटो खान्छ मुकबाङ टाइपको। अब इफ खेल्यो भने ब्लगमा आउँछ फर स्योर। चाउचाउ लिएर चाउचाउ लिएर अनि त्यसपछि चाउचाउ गरौँ अनि त्यो पनि खाने त्यो पनि तिमी धेरै नबोला। हाम्रो बोक्से खुर्सानी संसारकै सबभन्दा पिरो खुर्सानी। हामीसित बोक्से खुर्सानी पनि छ है। छ हामीसित अलिअलि। अनि जसले जित्छ त्यसले पायो। सेकेन्ड र थर्डले पाएन। त्यही पनि म खान्थेन के अरे मासु हो भाइ। सन्जयले जित्छ होला नि बिचरा। छिटो खाने होइन त्यही पनि सन्जय जित्छ। सन्जयले फास्ट खान्छ नि, कति छिटो खान्छ उसले फेरि टाइम वेस्ट गर्न खोज्दैन नि त। त्यही भएर उसले टाइम वेस्ट गर्न खोज्दैन। काम गर्दाखेरि फटाफट खायो अनि काम गर्न गयो। म त आत्तिन्छु क्या सन्जय।
कति छिटो खाइबस्छ म चाहिँ ढिलो खान्छु नि त अनि यहाँ ऊ गइसक्यो हुन्छ आफूलाई अत्यास लाग्छ के सबै खानुपर्छ आज खानेको कुरा भइरहेछ ल ग्रिल चिकन लिन जाने भनेको त यिनीहरूको खानेको कुरा निस्केछ कस्तो त्यो एउटा उनी आउने के भन्छ त्यो रियाले टप्क्यो होला त्यो होइन कि फिलिङ्स के अनि त्यो मनमा भइरहेको हुन्छ नि त त्यो मासु खानेलाई मासुको व्यथा थाहा हुन्छ मलाई त थाहा छैन मासु लभर यिनीहरू हेर्नुहोस् गाइस हाम्रो त्यहाँ जस्तै सयपत्री फुल यहाँ पनि पाउँदो रहेछ यो कति राम्रो राम्रो फुलहरू छ के भन्छ यो सूर्यमुखी फुल के भन्छ मलाई भन्ने सनफ्लावर सनफ्लावर हैन यो के यो तपाईँ देख्नु भएको यस्तो फुल नेपालमा रातो पहेँलो सेतो पुरै छ यस्तो फुलहरू यहाँको नजाराहरू यस्तो छ कुन चाहिँ तितेपाते खै तितेपाते हो भन्छ के अरे हो कि नै त्यस्तै छ यो फुल त मेरो घरमै छ हो यो अहिले घाममा सबै अब बेलुका सब स्टल लाग्छ यस्तो यिनीहरू सब स्टल हो त्यो सब डेकोरेसनको लागि गार्डनमा त्यो उसमा के बरान्डामा अनि यहाँ बिहान दिउँसोभरि के भन्छ यस्तै फ्लावरहरूको सपहरू लाग्छ बेलुका हुन बित्तिकै हल्का खानेपिनेको सपहरू लाग्दो रहेछ यतातिर रोमानियामा गर्मी बेसरी भइछ गाइस गर्मी चाहिँ बेसरी भइछ गर्मी बढाइरहेछ हामी यहाँ स्वेट सर्ट लगाएर हिँडे हम कोही चाहिँ फेरि के भन्ने त्यो नेपालमा एउटा डिएक्सन कम्पनी रहेछ क्या ब्रान्ड हो समथिङ हो बहिनीले युज गर्दो रहेछ उसले नेपालबाट थुप्रै सामानहरू लिएर आएको थियो क्या साबुन सरफ के कोलगेटहरू पाउँदो रहेछ कफीहरू ग्रोसरी सबै पाउँदो रहेछ यहाँ पनि रहेछ कि यो डिएक्सनको कम्पनी यता पनि रहेछ सो इजी भयो बहिनीलाई आफूलाई अब रेगुलर युज गर्ने सामानहरू ल्याउनुलाई होइन यो चाहिँ हाम्रो के भन्ने यो पार्क के घाममा त्यतिकै बसेर बस्छ के गाडी कुर्या हामीलाई कसको कुन चाहिँ ऊ त्यो टावर छ नि त्यहाँ हाम्रो एकजना कलिगको घर रहेछ कि यता अनि त्यही भाइले देखाएर यो फ्लावर चाहिँ मलाई बहिनीले दिएको जहिले नि हामी पार्कमा आउँदाखेरि उसले मलाई यो फ्लावर टिपेर दिदी लाउनु भनेर दिन्छ आज त उसले नि लगाएको थियो अघि खै झऱ्यो खस्यो हाम्रो भाइ साहबले नि लगाउनु भए भाइले नि बिचरालाई दिने कोही छैन यता त्यही भएर आफै कहाँ जाने हामी उता छ नि जेब्रा क्रसिङ म अन्धो हो जेब्रा क्रसिङ उता छ नि यो हन्तकालेहरूले अब बस्दा बस्नै सकेन कफलान जाने अरे ग्रिल चिकन लिन लागि कति खानु परेको यिनीहरूलाई मासु जहिले पनि मासु खाने है गाइस धेरै मासु खानुहुन्न होइन नि हामीले अस्ति नै एकचोटि खायो नि त्यहाँपछि खाएन नि पत्ता नै किनकि दिल्ली भेज खानुहुन्छ अनि हामीले मासु खान्छ अनि त्यसलाई जेरस हुन्छ क्या गाइजहरू खाँदै खान्नन् यिनीहरू बिचारा मेरो भाइ बहिनीहरू खाँदै खान्नन् हामी चाहिँ यहाँ सुपर मार्केट आयौँ अनि हामीले चाहिँ कफी लिने भनेको यसो रुममा कहिले कफी खानुहुन्छ यहाँ नेस्क्याफे थरीको हो गोल्ड पनि नेस्क्याफे गोल्ड अनि हामीले चाहिँ अब कुन चाहिँ लिन्छ मैले लिएको सामान हेर्नुहोस् गाइस यही सबै हो यो कफी अब यसो फेस सिरम चिप्स यो पर्फ्युम अब यिनीहरूले ग्रिल चिकन यिनीहरू खास लिन हो म डुबे हेर्नुहोस् त गाइस यिनीहरूले गर्दा हो ठुला नि पैसा अझसित टन्ने हो पैसा 1 मिलियन रोमानियन मिलियनियर ओ माय गॉड हामीलाई नि हल्का उधारो दिने ल लोन मलाई 5 मिलियन दिने बिस्तारै तिरम लाग्यो बिस्तारै हामी चाहिँ मार्केटबाट बाहिर निस्क्यौँ
झोला नकिनेको झोला महँगो हो, हातमै लिएर जाँदैछ सबै हामीले। झोला रुममा छोडेर आयो, पार्कमा मात्रै जाने भनेर निस्केको थियौँ, झोला लिएन अनि रुममै छोडेर आयो झोला। अब झोला किन्न लोभले हामी सबै हातमा लिएर आँखा। यो केटाकेटीहरूले यो ग्रिल चिकन खाने अरे, खास हामी यो लिन हो, सस्तो हो यता है। यही ग्रिल चिकन लिन हामी। कैसी जीभ लपलपाई लोभ लागिसक्यो यिनीहरूको, लोभीहरू। बोला This one, this. आज त रैला हुने भयो गाइजहरूलाई। कति हो हेर्नु त। हामी चाहिँ ग्रिल चिकन लिएर आएको, यिनीहरूले मलाई बोकाइदिएछ क्या। मा हराम खोर्छ, म खान्न, मैले मासु खान्न, मलाई बोकाइदिएछ कुकुर। भाइ दुब्लाएर त्यहाँ सिक्का पकेटमा हालेको अरे प्यान्ट झर्न लाग्यो भन्छ यार। अब ग्रिल चिकन खाएर मोटाउने। अब यसभित्र ग्रिल चिकन छ, अरू नाना थरी के छन्। अब चाहिँ हामी जान्छौँ। आजको ब्लग यहीसम्म। हजुरलाई कस्तो लाग्यो होला, होप हजुरहरूलाई मन पर्यो होला। इफ कन्टेन्ट एक्स्ट्रा चाहियो भने भन्नु होला, अदरवाइज यस्तै कन्टेन्टहरू सकेसम्म म राम्रो दिन ट्राई गर्छु हजुरहरूलाई। अनि तबसम्मको लागि बाई बाई, टेक केयर, धेरै धेरै माया दिनु होला, लाइक कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच।